चट्ट लाएर हाम्रो भुटानको लागि रेडी भयो त। हाम्रो चाहिँ 2टा पिउरा आइसकेको छ गाइस। फिस्टा कहाँ छ फिस्टा? लागेर पनि होइन, लागेर पनि खसेको नि। भोक गर्दै भिडियो पनि गरेछ। यहाँ त ढुङ्गाइ छ। पनिस दाइ रहेर अगाइन्छ। सक्दैन नि। हो अनि यसको गोलीहरू निकाल्दा त केटा हो। यस्तो हिडिट हानेछ केटाले चाहिँ आम्मा हो। यही गोली अड्किरहेको छ कि आम्बो। त्यहाँ अर्को पनि निकालिदिउ न। ल है देख्न सक्नुहुन्छ चट्ट लाएर माल रेडी भइसकेको छ। चेस ल चेस हानौँ न त ल। पिउरा यस तपाईँहरूलाई पनि चेस। अनि यस्तो टक्क लाएर आज चाहिँ यस्तो दामी पुलमा चाहिँ इन्ट्रो हान्दैछु म चाहिँ। र हामी चाहिँ आज पिउरा हन्टिङ गर्न हिँडिसकेको छौँ। दाजुभाइ होइन, मामा भान्जा अनि एउटा भाइ छ। 3जना होइन, 3जना मात्र हुन्छौँ। 3जना मात्र हुन्छौँ। 3जना 4जना 5जना। अनि यस्तो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो टक्क लाएर गाउँकै अहिलेसम्मको खतरा पुल हो। वारिपारि यस्तो छ। हामी चाहिँ पहिला स्कुल चाहिँ यताबाट तलबाट उताबाट जान्थ्यौँ भने अहिले चाहिँ यो पुल बनेर धेरै सहज भएको छ हामीलाई। च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला र भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर स्किप नगरिकन हेरेर चाहिँ के अरे कमेन्ट गर्नु होला। कमेन्ट चाहिँ टक्क हान्नु होला सबैजनाले। ओके सो त्यही नै हो। अनि म चाहिँ यस्तो होइन इन्जोर हुँदै पनि देखाइदिउँ न त यहाँनिर। खै यता गर त। खै यस्तो हालत हुँदा पनि तपाईँहरूको लागि भनेर म यति धेरै दुःख गरिरहेको छु कि होइन, दुःख गरिरहेको छु। त्यही भएर यो दुःखको लागि चाहिँ 1 लाइक हानिदिनु होला। म कहाँ मलाई सक्छ त, कहिले सक्दैन नि। ल दामी भ्युवर छ। हामी चाहिँ यो माथि त्यो डाँडा कटेर जानुपर्छ है। उँभो यति टाढा छ कि है। जे होस् आज अस्ति चाहिँ यिनीहरूले हामीलाई के अरे यिनीहरूले यो छोटे भनाउँदाहरूले 4-4वटा पिउरा मारेर 12-13वटा के अरे ककलेहरू मारेर मामालाई चाहिँ सम्झेन छ कि। त्यस्तो मामालाई फोन गर्ने बेला ब्यालेन्सै थिएन कि रिचार्ज पनि हालिदिनु होला। मामाले बेला रिचार्ज हालिदिनु हुँदैन अनि यस्तै हुन्छ कि। ल मामा रिचार्ज भन्ने बित्तिकै टक्क मामाले टक ल मामा रिचार्ज हालिदिइहाल्छ। अहिले भिडियो बनाउँदैछु कि अहिले मिल्दैन एकछिनमा। अनि त्यही नै हो होइन। आज खतरावाला हन्टिङ हुनेछ। पिउरा हन्टिङ कालिज अस्ति चाहिँ यिनीहरूले कालिज भेट्यो अरे कि अनि हान्यो अरे अनि मार्नु सकेन अरे। त्यही भएर आज चाहिँ म खतरा मेन सिकारी हिँडेको आज। मामाले त न्याउल पनि मार्छ, ढुक्कुर पनि मार्छ। अस्तिको भिडियो हेर्नु भएको छैन भने हेर्नु होला। खतरा मैले मारेको छु होइन त। ल त्यही नै हो। अब एकैचोटि हामी चाहिँ खाजा खान्छौँ यहाँ मास्तिर गएर अनि हस्पिटल गएर यसलाई हस्पिटल ढिलो हुन्छ। ड्रेसिङ हानेर चाहिँ एकैचोटि माथि जङ्गल पुगेर मात्र भेट्छु है त। ल तपाईँहरूलाई म चट्ट लाएर त्यतिन्जेलको लागि बाई। ल गाइज अनि म चाहिँ अलिकति होइन नसक्ने अवस्था भयो नि त मेरो चाहिँ। देखेको अनि मैले चाहिँ अब यहीँ बस्ने निर्णय गरियो मेरो चाहिँ। अनि खुट्टा अलिक सोइलिङ भइरहेछ। त्यसले गर्दाखेरि छोटेलाई मैले फोन जिम्मा दिएँ, हस्तान्तरण गरिदिएँ मैले छोटेलाई चाहिँ होइन। भिडियो चाहिँ एकदम स्पेसल खतरा भिडियो चाहिँ आउनुपर्छ। खतरा भिडियो चाहिँ आउनु पर्यो। मैले फोन हस्तान्तरण गरिदिएँ। यहाँ आऊ न जिम्मा ल्याउ न फोन। यहाँ आऊ न जिम्मा ल्याउ न। फोन मैले तिमीलाई हस्तान्तरण गरिदिएँ होइन। हस् त धन्यवाद। फोन फुट्नु भएन, टुट्नु भएन, हराउनु भएन। फोन टुट्नु भएन, हराउनु भएन होइन। यहाँ सुन फोन फुट्यो अलिकति स्क्रिन फुट्यो भने मात्र पनि उसको घरबारी म लिइदिनेवाला छु है। किडनी बेचेर भए पनि ल्याइदिनु हौ यस्तो हुन्छ अब फोन। खोइ फालिदिउँ न त। ल छोटेले अबको भिडियो चाहिँ छोटेले हान्छ है त। ल
ल दर्शकहरू हार्दिक श्रद्धाञ्जली तपाईँहरूलाई भन्नु पऱ्यो जिस्केको फेरि अब भिडियो लामो हुन्छ होइन टक्क लगाएर चटचट सटसट मार्ने अनि तिमीहरू बेलुका चाहिँ यहाँ आइपुग्यो गाइज हामीले चाहिँ 2टा पिउरा चाहिँ हन्ट हानिसकेको छौँ होइन अनि केही धेरै टाढोमै थियो अनि त्यही भएर हामीले सर्ट चाहिँ निकाल्न पाइएन है त्यसको लागि चाहिँ सरी माल चाहिँ 2टा आइसकेको छ है त हाम्रो पिउरा 2टा अब पो हुन्छ त चिज त अझै कति हानिन्छ है हाम्रो चाहिँ 2टा पिउरा आइसकेको छ गाइज फिस्टा कहाँ छ फिस्टा लागेर पनि होइन लागेर पनि खसेको नि बुक गर्दै भिडियो गरेछ यहाँ त ढुङ्गाइ छ औ पनिस दाइ त ढुङ्गाइ छ यत्रो पावर हानेको अघिको त झन् लागेर पनि नचलेको क्या यसको पनि यहाँतिर यहाँ पनि यहाँ लागेको छ क्या यहाँ लागेको यहीँ पाटामा कुन चोट ग्यारिसलाई ला अब के गर्नु केटाहरूलाई 2टा जम्बो है फिस्टा पनि छ भने नि यहाँ एउटा मारेको उ त्यहाँ कुन हो अर्को एउटा कहाँ भयो ल अब कहाँ जाने अब पख जानुपर्छ यहाँ चाहिँ यति मात्रै यति नै हो अघि त्यही नै आलु खन्न आउँदा भेटेको ए दाइले जे होस् गर्छ ला अब केटाहरूमा नजाउँ है टक्कसँग खाजा खाने कार्यक्रम सितानहरू यता चाहिँ पिउरो खै नमारिरहेछ यसले त दाइको पावर भेटा छ पिउराले यार अब 2टा खाली जति भयो वा सो गाइज म चाहिँ मस्त निन्द्रामा रहेछ अनि केटाहरू चाहिँ शिकार हन्टिङ हानेर आइसकेको छ र हाम्रो शिकार रहेको छ यहाँनिर मलाई त अरू भन्दा नि यो चाहिँ हेर्नु मन छ त्यहाँ चाहिँ ढुङ्गै छ एउटाकोमा चाहिँ ढुङ्गै छ छाती भएको मैले चाहिँ यसको मासु आज ट्राई गर्छु कि मैले खाएको छैन कि आजसम्म चिकन लेग पिस के है प्याकिङ हो 2टै 1000 रुपियाँमा 2टा के त्यो हाउ कुरा नगर न हाउ कुरा न ड्यु पनि ल्याउनु हुँदैन अनि मैले के खाने अब त्यसो गर्दा त कुकुरी त हो दाइको घुरातिर अरे 1000 रुपियाँ प्याकिङ हो के अरे 1000 रुपियाँमा प्याक हो त्यो छोटे त यसको गोलीहरू निकाल्दा त केटा हो यस्तो हिडिट हान्ने छ केटाले चाहिँ आम्मा हो यही गोली अड्किरहेको छ क्या आम्बो त्यहाँ अर्को पनि निकाल्दैन यिनीहरूको त छैन अनि आज त यस्तोमा लागेर पनि झरेछ त अनि कसरी मजाले खुट्टादेखि लागेको यसलाई त कतिचोटि हानेन केटाले के भएर त्यति धेरै हानेको क्याटिस नभएर नि मजाले अनि अर्को चाम्रो निकालेर हानेको त्यो ढुङ्गै थियो त हो त्यो चाहिँ चाम्रो यसको चाहिँ यही कति मजाले डुलो भयो आम्मा है खतरा अब पानीले त छन न यहाँ पानीले त झाग दुखिरहेको बेला यतातिरै यस्तो गइरहेको छ होला यो सोर्नुपर्छ के गर्छ कि मामा ओके यस बस
होइन होला यसो अलिकति है यसो 1 पिस जति चिकन लेग पिस करेसा बारीमा भएको सब्जीहरू हो कि अनि अब गाली गर्नुहुन्छ भने पनि अब गर्नु होला हामी त अब यो त्यो गाली पचाइहालिन्छ अब यो मासु खाएर अगाइन्छ गालीको अब नो फरक हामीलाई होइन कस्तो गाली चाहिँ आउँछ कसले गाली गर्छ हो हामीले कमेन्टमा सक्छ त अब सक्दैन नि पापीहरू भापीहरू पो भन्छन् त फेरि केयर माग्यो भने चाहिँ फेरि सबको केयर पठाइदिनु पर्छ म पैसा पठाइदिन्छु त्यसो भने त कतिवटा फेरि 100 रुपियाँ मात्रै भएको बेला चट्ट लाएर हाम्रो भुटानको लागि रेडी भयो त यो चाहिँ हाम्रो अर्ग्यानिक उयो होला कि रोटी छैन यस्तो फनाउनु घुमाइदिउँ क्या पैसा कमाएर फनाउनु घुम्ने हुन्छ यस्तो घुमाइदिउँ भनेको दामी खिचौँ भनेको भएन कि ओ माल त धेरै भएछ त यार तपाईँको लागि चिकन लेग पिस सानो देखिन है भाइ तिमी हालिदिएको चाहिँ थियो त्यहाँनिर सच्ची हो हो त्यहाँ है कताको देखिन यही पनि मेरै लाग्यो ल है देख्न सक्नुहुन्छ चट्ट लाएर माल रेडी भइसकेको छ खोइ कुन लेग पिसहरू यो हो खोइ अन्त यो होला हौ यो त होइन होला हौ यो पनि होइन होला हौ खोइ लेग पिस ल अहिले निकाल्दै खाउँ तातो तातो सेलिन्छ होला चेस गर्नु न चेस त ए लेग पिस खानै पर्ने थियो खोइ मासु देख्दिनँ चेस गरौँ त म चेस गर्दैछु त्यो चाहिँ हाम्रो हो दाइ तपाईँको चाहिँ उता चाहिँ फेरि पिउरा यो हो नि त यो पिउरा हो यहाँ अर्को छ तपाईँको न चेस चेस हानौँ न चेस अर्को खाऊ न त म यो खान्छु अर्को खाऊ न अह अर्को कहाँ छ हेर्नु त खोइ हो त्यो नगर न धेत तेरि यार पिउरा चाखौँ आज भनेको यार केटाहरूले ल चेस गरौँ सबैले ल्याउ न हातमा तपाईँको यो लेग पिस सबैले ल्याउ न हातमा अब ठुलो चाहिँ नखानु नि त होइन नबाज न यार नबाज हामी त मिल्ने खास मान्छे पो त यार छिटाउ न टिपन पोलिसक्यो हातमा यार छैन नै खाने खालको एउटा टिपन जुन ऊ त्यहाँ जाऊ कराइमै निकाल्ला न हो यो चाहिँ पिउरा है यो चाहिँ दामी पिउरा चेस गरौँ उता हो ओ भाइ चेस ल चेस हानौँ न त ल पिउरा यस तपाईँहरूलाई पनि चेस कम्ती भयो हुन्छ दामी यार पिउरा टेस्ट हुन्छ फर्स्ट टाइम आजसम्म यत्रो भयो हन्टिङ हानेको सिकार हानेको यत्रो भयो पिउरा चाहिँ फर्स्ट टाइम हो कि मेरो पनि यति छ हौ यो न अलिकति चेस हानौँ डिउ पनि अलिकति राखेको छु कि मैले चाहिँ सकिहालेछ नि यार भात हो यहाँ भात दाइलाई हालिदिएको चाहिँ हामीलाई पऱ्यो क्या मिठो दामी यार भात चाहिँ थोरै चाहिँ छैन केटा हो अरू के हो यो पिउरा कोकले गए झर्दैन त न बोक्ला हिँड्न न चाहिँ कहिले म पस्काउँछु यो अहिले चाहिँ के हो चाम्रो चाम्रो भयो ल्याउला ल्याउला हौ तेल अलिक पुगेन धेरै खाएको छ कि यहाँनिर सबै तेल धेरै चिल्लो खानुहुन्न भाइ भइन्जेल खाने होइन छोटे यो तरकारी अर्को पनि छ है अर्को तरकारी पनि फेरि माछा छ हाम्रो त्यही हो यहाँ खान कस्तो बोलाइन्छ घरे टोक्नै सकिन हौ लु भात खाम है उयो पिरा दिनु त दाइ त्यहाँको त्यो ढोकाको अलिक म बस् त यो चाहिँ आज लडेर यसको पिलै आज बोइलर पिला क्या हिँड्न त्यहाँ बस्न चट्टा लाएर बसेर खाने हो कि खोइ मासु चाहिँ दिएको त उता छ म 2 पिस खाँदैछु है साथी हो हात नगरेर अनि हातेको
यो कुन खाले राम्रो छ भ्लग लगाएर चाहिँ जानु पर्यो अब जस्तो जाने मासु मिठो जगाइ अनि भात पनि एकदम हड्डी निस्क्यो मुखबाट यार कहाँ बज्यो भात नबज्यो हामीले खाने के हुन्न बाई बाई गाई चाहिँ उहुँ। कस्तो भाइ मिठो निन्द्रा हट्यो मासु पाएपछि निन्दा हटिहाल्छ नयाँ नि। मेम्बर है फाप्यो केटोले होस् होइन तर त्यो मामा गएको एकजना दुईजना तिनजना चारजना पाँचजना के अरे एउटा पिउरा पनि आउँथेन होला ल म गयो भने काली छ फिक्स मेरो खुट्टाले नभएर मात्र हो। हन्टिङ हेरिहाल्नु भयो होला दाइ मामाको त्यो दिन त्यो नयाँ ठाउँ गएर कहाँ हुन्छ त अरे पुरानो बाई बाई मासु हाल्नु न हाल न ए अनि अहिले चाहिँ ठ्याक्कै 2:30 भयो होला नि यति अब 3 बज्नु पनि लागेको थियो सुगाहरू कराउनु थालिसक्यो त्यही 12 यो चाहिँ फेरि अर्कै खालको टेस्ट आयो त्यो चाहिँ ऊ भ्याकुरा अलिक कस्तो हुन्छ राखिदिनु होला नि राख्दिनु है मासु। अरूलाई पनि होइन सबैलाई सेयर गर्नु पर्यो नि त धेरैवटा चिज भएपछि माल भएपछि फेरि जिब्रो कस्तो ट्याक्टर थाहा पाइदिन्छ के फिस्टाको फेरि कुरुक कुरुक हुन्छ मसिनो फाल्टो फाल्टै टेस्ट आइरहेको छ त्यो उँभो छोपे राख्नुपर्छ त्यही कुनै चाहिँ त्यो उठे जस्तो कुनै भैँसीको गोबर जस्तो कुनै मिठो केक जस्तो होइन गोबर जस्तो त कस्तो हुन्छ मासु फेरि अचारमा बोलाको भन्नु चक्करमा यता थाल रित्तिसकेछ थाहै छैन यार थैट मासु चाहिँ टाउकोमा र लरिन्छ कोही त ऊ मासु चाहिँ हो छ्याउ केटा छ्याउ तिमी आज हो त्यहाँ छ मासु यो चाहिँ टाउको रहेछ त्यहाँ खोइ यसमा हो यो छ मासु पर्सि त यहाँ छ हौ यो मासु हो के थ्याङ्क यू मेरो भाइ यो चाहिँ फिस्टे यो चाहिँ फिस्टेको त हड्डी पनि खाइदिनु हो यहाँनिर नि माइक लगाएर नि कुरुक कुरुक दामी आउँछ नि मैले फेरि क्रुक क्रुक गर्छ नि त अब जाँदा यस्तो मुसिन चरा हाल्नु हुँदैन यार त्यो लाउनु नमिठो हुन्छ नि केलाउनु खानु चाहिँ मिठो हुन्छ है फेरि अन्त नमिठो हुन्छ के लाउनु अब यस्तो गरौँ घरको कुखुरा टक्क अलिकति जङ्गलमा राखेर रुखमा उस गमसँग टालिदिने खुट्टा होइन अलिक कालिस हन्टिङ यसलाई सरोज मामाले त्यत्रो पालेको छ घरमा अनि मुटु कलेज हो यो झर्दैन है बुढो कलेज हो हानेर ए अर्क्यो भनेर जानु नि होइन टकलमा र थेबा टकलमा र के गरेको यो चाहिँ यो टेस्टको छ त्यो जिउ भयो त यार अर्को सब्जी तताउनु न के गर्नु यो टाउको चाहिँ के गरेको खाऊ न हौ यो त खानु त भाइ सब्जी हातले तान यो सब्जी भयो होइन हौ छोप्ने अर्को छ हौ विवेके हुन्छ यसले मासु त के हो मन पर्दैन खासै मलाई त टाउको लास्टै मामा अब माछा खानुपर्ने भयो कि आलु माछा खानुपर्ने भयो कि पान्जाको अलिकति हेर्नु त अलिक यस्तो भएन कि ज्यान हो टाउकै पानी खाइदिनु भोलि त्यो माछा ल्याउ ल कति छ खाइसक्यो होला कहाँको बौलाको भयो आज मैले थोरै म्यानेज गरेको थिएँ माछा यो के हो यिनीहरू टाउको हो खानु न ओ तात्यो होला के को टाउको यो न्याउ त्यो ककरे खोइ देखाउनु त टाउको हान्दिमै त यो न्याउलको कि ककले ककरेको न्याउ पनि यहाँ छ ककले माछा मारेन ल भन्नुहुन्थ्यो त किन चाहिँ मार्दैन त्यो एउटा ककले एउटा मैले ओइ ओ सरोजमा दामी हो टाउको माछा भन्नुहुन्थ्यो त तिते छ नि त तिते देख्नु ए चिपा हात लाउन मिल्छ एउटा त होइन टाउको त गिदीसँग झन् टेस्ट तर नखानु पर्यो दामी हुँदैछ टाउको यहाँ जा पस्काइदेन हो ल अब उज्यालो हुनु नि आँटिसक्यो हामी एकछिन सुत्नुपर्ने हुन्छ तपाईँहरू भिडियो हेरेर थाक्नु भयो होला
अर्को भिडियो हेर्न सक्नुहुन्छ है त होइन त अब उठ्यो त अनि आजको लागि यहीँ फोन घोप्टाइदिउँ होला भोलि फेरि यहीँ बेबिन भाइको टक्कर आएर सुँगुर हन्टिङ हान्नु पर्ने हुन्छ बिहान बिहानै है ल देखा Bye, guys. ल ल